मर्निङ अल अफ यु। आज हामी कुरा गर्छौँ नयाँ टपिकको बारेमा जुन चाहिँ वर्क इनर्जी र पावरसँग रिलेटेड छ। र जतिसम्म भयो आज हामी वर्कको चर्चा गर्छौँ। अब पहिला हामी बुझौँ वर्क भनेको हो के। वर्क भनेको यदि कुनै बडीमा फोर्स लगाएपछि त्यो बडी एक ठाउँबाट अर्को ठाउँमा मुभ गर्छ, केही डिस्प्लेसमेन्ट कभर गर्छ, त्यसलाई हामी वर्क भन्न सकिन्छौँ। यदि कुनै मान्छे आफ्नो टाउकोमा केही भाँडाकुँडा लिएर उभिएको छ भने त्यसलाई हामी वर्क भन्न सक्दैनौँ। भनेको साइन्स अनुसार हामी त्यसलाई वर्क भन्न सकिँदैनौँ, किनभने वर्क हुनलाई डिस्प्लेसमेन्ट कभर गरेकै हुनुपर्छ। त्यसैले नै यो वर्कको डिफिनेसन अनुसार प्रोडक्ट अफ फोर्स एन्ड डिस्प्लेसमेन्ट बाई द बडी इन अ गिभन डाइरेक्सन। यदि कुनै निश्चित डाइरेक्सनमा त्यो मुभ गरिरहेछ, त्यही नै भयो वर्क। र यसको हामी 2-3वटा एङ्गल अनुसार केस पनि लिन्छौँ। भनेको 0 डिग्रीमा वर्क हुन्छ कि हुँदैन, 90मा हुन्छ कि हुँदैन, 180मा हुन्छ कि हुँदैन, हुन्छ भने कसरी हुन्छ भन्ने कुरा हामी लेख्छौँ। हेरौँ, त्यही हामी हेरौँ वर्कको परिभाषा हेरौँ। प्रोडक्ट अफ फोर्स एन्ड डिस्प्लेसमेन्ट अफ अ बडी इन द डाइरेक्सन अफ फोर्स भनेको एउटा बडी लो र यो बडीमा हामी कुनै निश्चित डाइरेक्सनमा फोर्स लगायो भने यतातिर फोर्स लगायो भने त्यो फोर्स लगाएपछि त्यो बडी एक ठाउँबाट यताबाट यो अर्को ठाउँमा गयो भनेको सिफ्ट भयो, केही त डिस्टेन्स त कभर गर्यो होला, त्यसलाई हामी यस मानियो। यसलाई हामी वर्क भन्न सकिन्छौँ, किनभने यसमा फोर्स लगाएपछि त्यो डिस्प्लेसमेन्ट पनि चेन्ज गरियो, मतलब एक ठाउँमा रहेन, एक ठाउँबाट अर्को ठाउँमा गयो, डिस्प्लेसमेन्ट कभर गरियो। त्यसैले प्रोडक्ट अफ फोर्स एन्ड डिस्प्लेसमेन्ट अफ अ बडी इन द गिभन डाइरेक्सन अफ द फोर्स। कुनै निश्चित डाइरेक्सनमा फोर्स अनुसारको डिस्प्लेसमेन्ट कभर गर्नु नै भयो वर्क। यदि हामी मानिहालौँ साइन्स अनुसार यदि कुनै मान्छे यदि एउटा मान्छे यता उभिएछ भने त्यो मान्छे केही डिस्टेन्स कभर गरेर यता आयो र फेरि यो पोजिसनबाट फेरि फर्किएर यतै आयो भने त्यसलाई हामी वर्क भन्न सकिँदैनौँ, किनभने यो डिस्टेन्स कभर गरियो पहिलोपल्टमा तर फेरि त्यो आफ्नै पोजिसनमा आयो। त्यही भएर यो त डिस्टेन्स, किनभने अपोजिट डाइरेक्सन भयो भने त यो माइनस भइहाल्छ, त्यही भएर यसमा कुनै वर्कै भएन। त्यति कुरा हामी बुझ्नुपर्छ। हेरौँ यसको केही टर्म्सहरू। इट इज डिनोटेड बाई डब्लु भनेको यो वर्कलाई हामी डब्लुले डिनोट गर्न सकिन्छौँ। र अर्को चाहिँ यसलाई डब्लु बराबर यो प्रोडक्ट अफ फोर्स एन्ड डिस्प्लेसमेन्ट अनुसार एफ भ्याक्टर इन्टु एस भ्याक्टर लेख्न सकिन्छ, किनभने कुनै डाइरेक्सनमा हामी फोर्स लगाइरहेछौँ, भ्याक्टर क्वान्टिटी भयो भनेको म्याग्निट्युड बोथ एन्ड डाइरेक्सन पनि छ, त्यही भएर एफ भ्याक्टर इन्टु एस भ्याक्टर। अब डब्लु बराबर एफएस कस थीटा। अब यो कस थीटा कसरी आयो, यो त ठिक छ, यो दुवै प्रोडक्ट यहाँ लेखेँ, तर यो कस थीटालाई हामीलाई योमा हेर्नुपर्छ के। यो च्याप्टरभन्दा पहिला हामीले भ्याक्टरमा पढेको हुनुपर्छ कि यो ए भ्याक्टर इन्टु बी भ्याक्टर बराबर एबी कस थीटा हुन्छ अरे, त्यो कुरा हामीले बुझ्नुपर्छ। त्यही अनुसार यो एबीको ठाउँमा एफ भ्याक्टर इन्टु एस भ्याक्टर हामी लेख्यौँ र कस थीटा एक्स्ट्रा आयो, यो दुवैको प्रोडक्ट भयो एबी कस थीटा, त्यही भएर यो एफएसको प्रोडक्ट निकाल्छौँ भने एफएस कस थीटा हुने भयो। यो त भयो यसको फर्म निकाल्ने वर्क। यदि एङ्गल दिएछ, फोर्स र डिस्प्लेसमेन्ट दिएछ भने हामी वर्क निकाल्न सकिन्छौँ त्यो बडीमा कति वर्क भइरहेछ। त्यसैमा हेरौँ अब यसको केही केसेसहरू जुन चाहिँ एङ्गलसँग रिलेटेड छ। यदि फर्स्ट केस लिने हो भने यदि
कुनै मान्छे वर्क भइरहेछ कुनै मान्छेमा, यदि कुनै मान्छे वर्क गरिरहेछ भनेको 0 डिग्रीको एङ्गलमा गरिरहेछ भने त्यसको अब वर्क निकाल्ने हो भने W बराबर F इन्टु S cos थीटा हामीलाई त बुझेको यो हुनुपर्छ, यो फर्मुला हो वर्कको। W बराबर F S, अब थीटाको ठाउँमा हामी 0 डिग्री राख्न सकिन्छ किनभने केस अनुसार त हामी थीटा बराबर 0 डिग्री लिएका छौँ, त्यही भएर 0 डिग्री लियो। W बराबर फेरि F S इन्टु अब cos 0 डिग्रीको भ्यालु कति हुन्छ 1 हुन्छ, त्यही भएर यता 1 लियो अनि मल्टिप्लाई गरेपछि W बराबर F इन्टु S भयो। यही नै भयो हाम्रो वर्क निकाल्ने फर्मुला। भनेको यदि वर्क 0 डिग्रीमा भइरहेछ भनेको बुझौँ न, होरिजेन्टली भइरहेछ पुरै, किनभने होरिजेन्टली त 0 डिग्री नै हुन्छ, त्यही भएर यसमा वर्क यसरी यही नै भयो भनेको 0 डिग्री, किनभने स्टेटमा छ त 0 डिग्री, अफकोर्स यो 0 डिग्री नै भयो। र यसको वर्क निकाल्ने भने फोर्स इन्टु डिस्प्लेसमेन्ट गरेपछि त्यही नै भयो वर्क, त्यही हामी यसमा निकाल्यो F इन्टु S। अब यो सेकेन्ड केसको कुरा गर्ने हो भने सेकेन्ड केसमा हामी 90 डिग्री लिएका छौँ। अब 90 डिग्रीमा वर्क हुन्छ कि हुँदैन त्यो कुरा हेरौँ। W बराबर F S cos थीटा, अनि यो cos थीटाको भ्यालु हामी यहाँ लियो 90 डिग्री, F S cos 90 डिग्री। अब 90 डिग्रीको भ्यालु हामीलाई थाहा हुनुपर्छ कि यो यदि cos 0 डिग्रीमा 1 भयो भने cos 90 डिग्रीमा अफकोर्स 0 हुन्छ, किनभने साइनको जस्ट अपोजिट हुन्छ cosमा। अब F S अब cos 90 डिग्रीको ठाउँमा 0 लेख्यो, त्यही W बराबर अब 0 ले मल्टिप्लाई गरेपछि त होल 0 हुन्छ, त्यही भएर W बराबर 0 भयो। भनेको यदि वर्क 90 डिग्रीमा भनेको यदि कुनै व्यक्ति यहाँ उभिएछ, यसलाई 90 डिग्रीमा वर्क भइरहेछ भने यदि यताबाट फोर्स लागिरहेछ भने मानिहाल न यसलाई यता जानु छ, तर फोर्स लगाएपछि यो यता जमिन छ, कुनै मान्छे उभिएछ र त्यो मान्छे कुनै भाडा कुरा लिएछ भने त्यहाँबाट त केही प्रेसर पर्छ, फोर्स लागेको महसुस हुन्छ, तर त्यो मान्छे मात्र त्यहाँ उभिएकै छ, कतै मुभ गरिरहेछ भने छैन, मुभ गरिरहेको छैन, कुनै डिस्टेन्स कभर गरिरहेको छैन, आफ्नै ठाउँमा उभिएको छ, त्यही भएर यहाँ वर्क 0 हुन्छ भनेको केही वर्कै हुँदैन। त्यही कुरा हामीले बुझ्नुपर्छ। यदि 90 डिग्रीमा वर्क भइरहेछ भने त्यसलाई हामी वर्क भन्न सकिँदैनौँ, त्यही हामी लेखौँ। र अर्को केसको कुरा गर्ने हो भने केस थर्ड, यो अब केस थर्डको कुरा गर्ने हो भने केस थर्डमा हामी 180 डिग्री लिएका छौँ, भनेको 180 डिग्री भयो तपाईँको पुरै होरिजेन्टली 180 डिग्री, र थीटा बराबर 180 डिग्री लिएपछि अब वर्क केसमा हुन्छ कि हुँदैन त्यही कुरा हामी हेरौँ। W बराबर F S cos 180 डिग्री हामी थीटाको ठाउँमा लियो, cos थीटाको ठाउँमा cos 180 डिग्री। अब हामीलाई थाहा हुनुपर्छ कि यो cos 180 डिग्री यो 0 सँग बराबर हुन्छ, cos 0 डिग्री 360 डिग्री, तर साइन चेन्जेस हुन्छ, त्यही भएर यो cos 180 डिग्री सेकेन्ड क्वाड्रेन्टमा पर्दैन भन्ने कुरा हामीलाई थाहा हुनुपर्छ। त्यही भएर यहाँ 1 हुन्छ तर माइनसमा हुन्छ, cos 0 डिग्रीमा हामीलाई थाहा छ कि 1 हुन्छ, तर 1 त हुन्छ, यो 180 डिग्री छ, यो 180 डिग्री सेकेन्ड क्वाड्रेन्टमा पर्छ, तर cos सेकेन्ड क्वाड्रेन्टमा पर्दैन, त्यही भएर हामी यहाँ माइनस लिएका छौँ। W बराबर अब माइनस F S cos थीटा F S भयो। अब cos थीटाको भ्यालु हामी 180 डिग्री लिएका थियौँ, त्यही भएर यो यदि वर्क 180 डिग्रीमा भइरहेछ भने वर्क 180 डिग्रीमा भइरहेछ भने वर्कलाई हामी नेगेटिभ वर्क्स भन्न सकिन्छौँ, किनभने त्यो वर्क नेगेटिभमा भइरहेछ, हामीले त्यति कुरा बुझ्नुपर्छ।
तर जेनरली हामीले थाहा हुनुपर्छ कि वर्क नेगेटिभमा हुँदैन, मात्र हामी म्याथमेटिकली निकाल्न सकिन्छ वर्क नेगेटिभमा हुन्छ भन्ने कुरा। अब यसको केही युनिट्सहरू हेरौँ, जुन चाहिँ पहिलो त यो डाइमेन्सनल फर्मुला अफ द इनर्जी। अब जसको युनिट छ भने त्यसको डाइमेन्सनल फर्मुला हुन्छ नै। अब यो डाइमेन्सनल फर्मुला अफ इनर्जीको कुरा गर्ने हो भने मास भयो ml को पावर 2 t को पावर -2। अब यसको युनिटको कुरा गर्ने हो भने युनिट न्युटन मिटर लेख्न सकिन्छ, किनभने फोर्सलाई न्युटन भयो अनि डिस्टेन्स भनेको मिटर भयो। डिस्टेन्स अनि यो n भनेको फोर्स अनि इन्टु यो मिटर भनेको डिस्टेन्स भने डिस्प्लेसमेन्ट कभर गर्यो, त्यही नै भयो न्युटन मिटर। और हामी जुल पनि लेख्न सकिन्छ वर्कलाई जुल, र सिजिएस युनिटमा यसलाई सिजिएस युनिटमा हामी अर्ग लेख्न सकिन्छौँ। यो जुल भयो एसआई सिस्टममा भनेको होल विश्वले युज गर्ने, र सिजिएस युनिटमा अर्ग भयो, र यसको भ्याल्यु पनि हुन्छ 1 जुल बराबर 10⁻7 अर्ग, भनेको 1 जुलमा 10⁻7 अर्ग मिसिएको हुन्छ 1 जुलमा। अब यो इट इज स्केलर क्वान्टिटी भयो। अब हजुरहरूलाई लाग्दै होला कि यो स्केलर क्वान्टिटीमा त डाइरेक्सन हुँदैन, तर यहाँ हामीलाई अर्कै कुराले बुझ्नुपर्छ कि हामीलाई कन्डिसन हेर्नुपर्छ, भ्याक्टर कन्डिसन फलो भइरहेछ कि भइरहेको छैन भन्ने कुरा हामीलाई त्यो कुरामा ध्यान दिनुपर्छ। त्यसैले यो इट इज ए स्केलर क्वान्टिटी, डाइरेक्सन भए तापनि यो स्केलर क्वान्टिटी भयो। आजको लागि यतिकै, धन्यवाद।